हेलो गाइस, गुड मर्निङ एभ्रिवान। मान्छेलाई मात्रै दुरो कानो राख्नुहुन्छ भनेको भगवानले यो फलफुललाई पनि सजाइदिनु हुँदो रहेछ। हेर्नु त, गाजर खन्न आएको बारीमा। गाजरको यो के हो यस्तो के? यो गाजर खानु कि नखानु के? अचम्म लाग्दो के भएको होला यस्तो। यसको म धोएर देखाउँछु है हजुरहरूलाई। त्यो खै छोरी यता नआउट बाबु। धोइरहेको छु मैले, गाजरलाई धोइरहेको छु। बारीमा पानी चारिरहेको छु। यहाँ धनियाँको पत्ता रोप्ने भनेर, धनियाँ रोप्ने भनेर। हेर्नुहोस् न, यो के भएको यो? अचम्म, खानु कि नखानु के गरौँ गाइस? यो खाने कि नखाने ल भन्नुहोस् त। मैले भर्खरै खनेको। मम्मी, यो गाजर यस्तो छ कि खाने कि नखाने? त आजीलाई देऊ। आजीलाई देऊ। अब म अर्को बुट्टा खान्छु। गाजर त खतरा छ कि, कम ठुल्ठुलो छ। त्यो गाजरमा खट छ कि त्यस्तो प्रकारको। त्यो खाने कि नखाने, दिउँ कि नदिउँ भने? खाने हो। ऊ त त्यही त भनेको, मान्छेलाई त भगवानले पापको सजाय दिन्छन् कसैलाई। हजुर, कसैलाई के भन्छन्, लुलो लङ्गरो अपाङ्गो बनाउँछन् नि। यस्तो फलफुलहरूमा पनि सजाय मिल्दो रहेछ। हजुर, ऊ आमालाई आजीलाई दिए जाऊ। अर्को खाने है? म अब अर्को गाजर खाँदैछु गाइस। यो चाहिँ राम्रो रहेछ। पानी नखेलाऊ है छोरी। लौ, यो धोइदिन्छु है रुख है। यहाँ म पानी चारिरहेको छु के उसमा। नआउट यहाँ, यता नआइज भन्दैछु। धनियाँ रोप्ने हो। पानी ठक्रक्कै भिजाउनु पऱ्यो। ल जाऊ जाऊ, उता जाऊ, आमा जाऊ। क्यारी यहाँ अब पानी चारे मम्मी। यहाँ पानी ठक्रक्कै भयो होइन? भिज्छ। त्यहाँदेखि यसमा अलिअलि क्यारी जस्तो बनाएर ऊ धनियाँ छर्न पठाउनु होला। अनि यसमा यति क्यारी बनाएर तोरी छर्न पठाइदिनु होला। गाजर त खतरा छ कि, कम ठुल्ठुलो छ कि। कहाँ बारी भेटाए जिम्जे? दिनको फुर्सद नहीं हुई। बर्की लौरे कुचा स्कूल से आया ना, एक गनी जाकर भेट करके रहना होगा। क्यों खबर नहीं दिया करना।
कस्तो मिठो हुन्छ कि घरको गाजर मेथी हो बाट मेथी बिहान यहाँ खाना कोशिश करना हो वहाँ तो मिलता सस्तो मिलता हमें मूल राखेको छु कि त्यहाँ धेरै सस्तो पाइन्छ यो चाहिँ भाँचियो गाइस यस्तो ठुलो निकाल्छु म कोतारी हालेँ नि गाजर भनेपछि घरको भनेपछि घरकै हो के हेर्नु न गाइस यो पनि कस्तो भाँचियो मैले देखाउनु पर्ने थियो यो पनि तिनवटा खुट्टा गरेको थियो के मैले चाहिँ खन्दिनको कारण यहाँ अरू सब्जी रोपौँला भनेर खन्दिएँ जा मैले कुनै सब्जीसँगै सिँगै निकाल्नै सकिनँ गाइस त्यो मेरो कमजोरी हो